पछिल्लो समय सामाजिक सञ्जालमा सुजन चापागाईको कन्ट्रोभर्सी आइसकेपछि यति बेला भ्यानिस मुडको चर्चा चुलिएको छ। आखिर के हो त भ्यानिस मुड, के प्रयोग हुन्छ र किन यसरी चर्चा आयो, यसबारेमा कुराकानी गर्दैछौँ। नमस्कार, कुरानेपाल.com को पछिल्लो भिडियो सामग्रीमा यहाँहरूलाई हार्दिक स्वागत छ। पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा इन्स्टाग्रामको भ्यानिस मुडको चर्चा एकाएक बढेको छ। आखिर के हो त भ्यानिस मुड? भ्यानिस मुड भनेको इन्स्टाग्राम मेसेन्जरमा उपलब्ध एउटा आधिकारिक प्राइभेसी फिचर हो। यो मोड अन गरेपछि त्यस मोडमा पठाएका सन्देश, फोटो वा इमोजी च्याट बन्द भएपछि वा हेरिसकेपछि स्वतः गायब हुन्छन्। सामान्य च्याटभन्दा फरक भ्यानिस मोडमा भएका कुराकानी स्थायी रूपमा सुरक्षित रहँदैनन्। यदि कसैले त्यसको स्क्रिनशट लिन्छ भने इन्स्टाग्रामले अर्को पक्षलाई सूचना पनि पठाउँछ। यसको प्रयोग निजी वा अस्थायी कुराकानीका लागि गर्न सकिन्छ। त्यसैले भ्यानिस मोड आफैमा गलत वा गैरकानुनी सुविधा होइन, यो इन्स्टाग्रामले उपलब्ध गराएको आधिकारिक फिचर हो। तर पछिल्ला केही सामाजिक सञ्जालका विवादहरूमा भ्यानिस मोडको नाम जोडिएपछि यसको प्रयोगबारे चासो बढेको देखिन्छ। किनभने यस मोडमा भएका सन्देशहरू लामो समय सुरक्षित नरहने भएकाले कुनै विवाद उत्पन्न हुँदा तथ्य पुष्टि गर्न कठिन हुन सक्ने विज्ञहरूको भनाइ छ। यद्यपि कुनै पनि व्यक्तिले भ्यानिस मोडको प्रयोग गर्नु मात्रले गलत नियत रहेको निष्कर्ष निकाल्न मिल्दैन। यसको प्रयोग गर्ने उद्देश्य र परिस्थिति अनुसार मात्र त्यसको मूल्याङ्कन गर्न सकिन्छ। त्यसैले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित गायक सुजन चापागाईको कन्ट्रोभर्सी चर्चामा आइसकेपछि यस भ्यानिस मोडको पनि चर्चा चुलिएको हो।